हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ मेरो एउटा नयाँ ब्लग फेरि हजुरहरूलाई सो गर्न छु। आज मेरो घरमा मेरो दाईहरू अस्ति भेटेको हजुरले ब्लगमा हेर्नुभएको थियो होला, त्यो दाई आउनुहुन्छ अनि अझ एउटा दाई र एउटा नानी, उहाँको बुढी अनि बाबु नानी सबै आउनुहुन्छ। आजको हाम्रो फेरि एक तरहले चाहिँ तिहारको भेटघाट हो। तिहारमा चाहिँ सबैले छुट्टी पाउँछ कि पाउन कस्तो फिक्स नभएर आज चाहिँ सबैको मन्डे छुट्टी मिलाएर आज भेट हुने प्लान भएको छ। त्यही भएर आजको मेरो सबै व्लग चाहिँ फ्यामिली गेट टुगेदरमा निस्किन्छ र सो किप वाचिङ। काका चाहिँ मर्निङमै आइसकेको थियो। हेलो जियान, गुड मर्निङ। हेलो उसलाई त के गरेको मामा आउनु लाग्छ बस। निक्ने गर्दैन। मैले खानामा के बनाएको छु मैले हल्का हल्का सबैको सर्ट्स हालिदिन्छु अनि हेर्नुहोस् होला। यो चाहिँ मैले आलुको अचार, काँक्रो र गाजरहरू मिसाएर आलुको अचार मुसिरहेको छु। यो मैले कुखुराको मासु र लेग पिसलाई पिसेस गरेर यो चाहिँ मैले सब्जी बनाउन लगाएको। यतातिर अब मैले चाहिँ यो भुटनहरू मैले कटिङ गरेर राखेको थिएँ अनि यो भुटनहरू मैले चाहिँ बनाउँछु। अहिलेको लागि दुइटै ग्यासमा मैले कम्बाइन बनाइरहेको छु किनकि अलिक ढिलो भयो अनि त्यही भएर चाहिँ कुखुराको मासु अनि फेरि भुटन। मैले अब भुटन हाल्यो, अब बिस्तारै भुटन भुट्दै गर्छु। मेरो अब भुटन पनि रेडी भएन आइसक्यो साथीहरू। अनि यहाँ चाहिँ कुखुराको मासु हुँदैछ, पाक्न लाग्यो। अब यो चाहिँ मैले हाम्रो जापानिज साइड बनाएको साथीहरू। यता मेरो दाई भाउजूहरू आउनु भएको थियो। नानी हेलो नानु, हेलो गरिदिनु छिट्टो मेरो फ्रेन्ड्सहरूलाई। हेलो अब सुरु गर्नु। म के ल्याइदिउँ भन्नु। आजको मेरो यो सबै खाजा सेट हो। यसमा भुटन बाँकी छ, भुटन हाल्छु। भुटन खसीको आजको मेरो खाजा समोसाहरू बनाएको छु। खाम्पाई दिदी भाइ खेलेको हजुर हजुर सरलाई खाँदै हुनुहुन्छ। दाइ आउनुपर्छ। मेरो बहिनी चाहिँ बल्ल बल्ल भेट भयो कति महिनापछि है। हेलो गर्दै छिटो हाई। ल एउटा अर्को छोरा आयो हाम्रो होइन। हजुर फिस हेर्नु नि त फिस फिस एउटा मात्रै छ आन्टीको फिस त अब होइन। कम्बर एउटा कसरी हेरेछ फेरि हेर त ममा। बल्ल अब यो बोला टिभी ल छिटो है ल है भाइसँग हो है। ल आऊ नानु सानी आऊ। आऊ त्यही ल बाबा खोजेर रहेछ डान्स गर्नलाई पनि। सिट सिट ल ड्याडी आउनु सिट। ल ल नाच गर्नु ल डान्स गर्नु। बाबा मात्रै नाच्न पायो नि यो पनि।
यता हजुरहरूले खाना खाँदै हुनुहुन्छ खाना खाइसक्यो हुन्छ भन न खाना खाएर नि भ्याइसकेको घुमेँ नै मैले सरी बल्ल ध्यान भएको के भिडियो खिच्न पनि दाइ हुँदैन कि त्यो भाडा सानो ल थुनिदियो मम्मालाई ए हेर त अझ यता छ थुनेर ढोका ओपन गर छिटो हामीहरूले खाजा खाएर अनि अब बिस्तारै अब लन्च भन्दा नि अब डिनरको टाइम जस्तै भइसक्यो है 6 बजिसक्यो यता अब बिस्तारै हामी अब खाना खान्छौँ दिदी र दाइ चाहिँ जानु भइसक्यो होइन हजुर दाइ र भाउजूको चाहिँ अलिक काम थियो बाहिर के खाइमुनु किन्ने भन्दै थियो अनि त्यही भएर जानु भइसक्यो अनि अब हामीले पनि बिस्तारै माम खान्छौँ अनि आज बास बस्नु भनेको नमानेको अब बिस्तारै अब यता दाइ र नानी अब घर फर्किने हुन्छ अरे खानाहरू सबैले खानुभयो अब बिस्तारै अहिले चाहिँ 10 बजिसक्यो यहाँको अब सबै बिस्तारै फर्किँदैछ बाबु र यता बाबु पनि खेल्दैछ होइन सानो अब सुत्ने बेला भयो अब देवी कहीँ त ल माया गरिदिएला यता गरिदेऊ यता किस गर्दै छिटो 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 कहीँ त यता नमानेको अहिले त छिटो खै गुड बोय होइन अब जानेर बिस्तारै है नानी फेरि भेटघाट हुने हामी नेक्स्टमा अब बाबु देवी गर्दा ल खै त बाई बाई गरिदिएको बाई बाई गरिदियो नि त ल अब बिस्तारै अब जाने भन्दैछ दुईजना साथीहरूको उसै कुरा खत्तम हुन्न पिउनी खत्तम हुन्न यस्तै हो यहाँ मेरो दाइले चाहिँ फ्यामिली गेट टुगेदर भयो भनेर हेर्नु न यसो सरप्राइज दिनुभएको के लेख्नु भएको आरिगातो ह्याप्पी फ्यामिली भनेर हेर्नु सबै फ्लेभर वाउ चक्लेट स्ट्रबेरी है सबै यो वाउ कति राम्रो के है कस्तो राम्रो देखेको आज धेरै सबैजनालाई आरिगातो गोजाइमास दाइ आरिगातो गोजाइमास माछा भन्यो भने अझै कस्तो ओइसी भयो कस्तो भयो ओइसी आशा छ भाइ ल गेट टुगेदर भयो बहिनीले मिठो छ त माछा पनि यहीँबाट सिक्यो खाऊ खाऊ ह्याप्पी गेट टुगेदर बेबीहरू सुतेको छ अनि हामीले अब बच्चा सुतेको बेलामा केक काट्न पर्यो भनेर थ्याङ्क यू अब सबैजना बिस्तारै घरतिर लाग्नुभयो आजको चाहिँ हाम्रो दिनभरि यसरी स्पेन्ड भयो मैले चाहिँ हल्का सर्ट्स क्लिप्सहरू गरेको जति सम्झेँ जति सबै बनाउन चाहिँ भ्याएन मैले अलि बाबुले पनि दुःख दिएको थियो अनि सबै बाबु सबै धेरै बच्चाहरू भएर पनि तिनीहरूसँगै यसो रमाइलो गर्दै टाइम स्पेन्ड भयो अनि प्रपरली चाहिँ फुल राम्रोले भ्लग चाहिँ बनाउन पाएन जस मेरो भ्लग यति नै हुन्छ आज त्यसको लागि हजुरहरूले हेरिदिनुहुन्छ त्यसको लागि धन्यवाद अनि फेरि नेक्स्ट भिडियोको लागि मैले चाहिँ एउटा फेरि भ्लग बनाउँछु ल तिहारको लागि आज चाहिँ मेरो दाइहरूसँग राम्रो भेटघाट भयो मेरो दिन एकदमै राम्रो भयो अनि मैले यता दाइहरू सबै आउनुभएकोहरूलाई टाइम निकालेर आउनुभयो त्यसको लागि एकदम धन्यवाद भन्छु अनि हजुरहरूले चाहिँ मेरो भिडियोलाई एकदम हेरिदिनु भएको छ त्यसको लागि धन्यवाद अनि अगाडि सेयर गरिदिनुहोस् होला अहिले नसब्सक्राइब गर्ने मान्छेहरूले चाहिँ नयाँ मान्छेहरूले चाहिँ सब्सक्राइब गरिदिनुहोस् होला अब फेरि नेक्स्ट भ्लगमा म फेरि भेट्नु छ त्यसको अहिलेको लागि बाई बाई अहिलेको लागि टाटा गर्दै सानो
ल हुन्छ मैले चाहिँ अब मेरो भिडियो यहीँ एन्ड गर्छु अब सी यु इन द नेक्स्ट भिडियो बाई